हार्दिक नमस्कार, हार्दिक स्वागत। म दुर्गा बनवासीको युट्युब च्यानलको कार्यक्रम सम्प्रेषण यस अन्तर्गत यतिखेर क्रमबद्ध रूपमा मैले आदरणीय सर्जक आमा दुर्गादेवी नेपालको बगेको खोला वाचन गर्दै आउँदैछु। यो बगेको खोला संस्मरणात्मक कृति रहेको छ। यस पुस्तकमा 59 वटा पाठहरू छन्। मैले पहिला पनि भनेकी छु र 59 वटा पाठहरू मध्येको यो 49औं पाठ हो। यो 49औं पाठ अलिकति छोटो छ, तर मैले एक पटकमा एउटा मात्रै पाठ, चाहे लामो होस् चाहे छोटो होस्, यसरी वाचन गर्दै आएकी छु। त्यसैले कुनै पाठहरू 15 मिनट लामा पनि छन् र कुनै पाठहरू 2 मिनटका मात्रै पनि छन्। जे जस्तो भए तापनि एक पटकमा अथवा एक दिनमा मैले एउटा मात्रै पाठ वाचन गर्छु। यसमा आजको पाठ परेको छ मेरो कान्छो छोरो स्वस्तिक नेपाल। विराटनगरमा 2044 सालमा जन्मिएका मेरो कान्छो छोराको नाउँ स्वस्तिक हो। उनको न्वारानको नाउँ गिरवाण हो। उनको बोलाउने नाउँ स्वस्तिक अल्पनाले राखेकी हुन्। स्वस्तिकलाई प्राविधिक तर्फको शिक्षामा ज्यादै अभिरुचि थियो। उनी बाल्यकालमा पनि प्रायजसो हवाईजहाज उडाउने खेल खेल्न मन पराउँथे। पाइलटको पेसा ज्यादै खतरापूर्ण हुन्छ भनेर मैले उनको पाइलट पढ्ने इच्छा फेर्न निकै कोसिस गरेँ, तर उनले पटक्कै मानेनन्। आखिरमा सन्तानका इच्छाका अगाडि आमाले हार्नु पर्यो। त्यसैले स्वस्तिकले फिलिपिन्सबाट पाइलट कोर्स पुरा गरेरै छोडे। अत्यन्त सरल स्वभावका स्वस्तिकलाई सङ्गीतमा निकै रुचि छ। गिटार र ड्रम बजाउने कलामा उनी पारङ्गत छन्। हाल उनी काठमाडौँमा बसोबास गर्छन्। औषधि उपचारका लागि बेला बेलामा काठमाडौँ आएका बेला म उनीसँगै बस्छु। स्वस्तिकले पनि मेरो सेवा रमाएर गर्छन्। छोटो मिठो पाठ सकिएको छ। यसका साथै यहाँहरूको समय शुभ रहोस्। नमस्ते, शुभ।